हेलो सबैजना नमस्ते। म चाहिँ सल्यानको चाक्लीघाट बेलौती घारी भन्ने ठाउँमा छु। यो पारी देखिएको यो डाँडो चाहिँ मालनेटा जो चाहिँ अदुवाको लागि निकै प्रख्यात छ नेपालमा। यो बाटो हुँदै जतिखेरसम्म राप्ती राजमार्गको यो अवस्था दयनीय थियो, जो चाहिँ बर्खा मासमा यातायातका साधनहरू सञ्चालन नहुने अवस्था थियो। त्यतिखेर चाहिँ यो शारदा खोला तरेर हामी त्यो बाटो हुँदै यो बाटो हुँदै यहाँ माथि मालनेटाको उकालोमा जान्थ्यौँ। त्यहाँनिर पिपलको बोट जस्तो देखिएको छ, अलि यो क्यामेरामा क्लियर आएको छैन। त्यहाँ आसपासमा त्योभन्दा अलिकति तल एउटा पिउने पानीको धारा थियो जो चाहिँ अस्थायी। त्यहाँ गएर पानी पिएर थकाइ मार्ने गर्थ्यौँ। यो कुरा चाहिँ 60-61 अथवा 62-63 तिरको यो समयमा यो बाटो निकै दयनीय थियो। यो बाटोको अवस्था राम्रो थिएन। त्यसैले हामी यो विशेष गरेर बर्खा मासमा चाहिँ खोला तराउने मान्छेलाई 50 रुपैयाँसम्म दिएर चाहिँ हामी यहाँबाट जाने गर्थ्यौँ। तर अहिले चाहिँ यो राप्ती राजमार्ग कालोपत्री भइसकेको छ। शारदा खोला पनि आइरहेको छ। अहिले त ठाउँ ठाउँमा यो झोलुङ्गे पुलहरूको निर्माण पनि भइसकेको छ। अहिले खोलावारी आउजाउ गर्न चाहिँ निकै सहज भइसकेको छ। त्यतिखेरको अवस्थामा चाहिँ हामी यो खोला तराउने मान्छेलाई 50 रुपैयाँसम्म दिएर त्यहाँ पारिपट्टि गएर मालनेटाको उकालो हुँदै श्रीनगरसम्म बस भेट्टाउन जाने गर्थ्यौँ। तपाईहरुमध्ये कोलाई याद छ यो भिडियो हेरिरहनु भएको साथीहरूलाई, को यो बाटो भएर पैदल यात्रा गर्नुभएको छ कमेन्टमा लेख्नुस्, भिडियो सेयर गर्नुस् है। यो चाहिँ सम्झना मात्रै है, पुरानो।